चल्ने दिनहरू अनि त्यसपछि कता कता डर लाग्थ्यो कतै आउनुहुन्छ अगाडि सदस्यलाई चिनिरहेको सदस्य यिनलाई चिनिरहेको तर अब मेरो थ्रुबाट मेरो साथीको कोही पर्छिन् अनि त्यसपछि बी सेक्सनमा पढाउँछ अब जान लाग्छु भन्दै गर्दाखेरि कम्प्लिटली छोडेर जान्छु जस्तो पनि लाग्दैन भोलि आएर फेरि यहीँ टिचिङ करियर मैले सुरु गर्न पनि सक्छु मेरो पर्सनल रिजनको कारणले गर्दाखेरि एराउन्ड 14 मन्थको भिजा मात्रै हो अस्ट्रेलियाको होइन वाइफ अगाडि नै गएकी छिन् अब उसले त्यहाँ एक्लै स्ट्रगल गरिरहेको थिएँ म हुँदै गर्दाखेरि मोटिभेसन हुन्छ म र बाबु त्यहाँ भइसकेपछि मोटिभेसन हुन्छ भन्ने हिसाबले जान लाग्यो अब 40 मन्थको दौरानमा भोलि के होला कसो होला त्यो भन्न सकिनँ र सम्भवतः 14 मन्थपछि जस्तो लाग्छ आयो भने पनि फेरि अब मैले 60-70 सकेपछि जाने हो भने टिचिङ गर्न मात्रै हो मार्ग चलाउन जानिएको छ फिल्ड एक्सपिरियन्स पाउँछ लक छ हौ लगाएको फेरि मै कलेजमै फर्केर आउने सम्भावना पनि हुन्छ अब केही गरे जाँदै गरिएन भने पनि के अरे जाँदै गर्दाखेरि फर्केर आइएन अथवा यही संस्थामा फर्केर आइएन भने पनि तिमीहरूलाई मेरो तर्फबाट धेरै धेरै शुभकामना गर्नुपर्छ सानो बेलादेखि स्कुलमा सिकाइएको पी गुड आफूले राम्रो भइयो र राम्रो गरियो भने सधैँ तिमीहरूलाई डिमान्ड पावर छ कि त्यस्तो सधैँ राम्रो गर्छ होइन त्यो कुरा विचार गर त्यत्रो समय मैले यो संस्थामा बस्दै गर्दाखेरि लाइफ लेसन भनेको त्यही पाएको आफू राम्रो गर्छ भने जगत आफू भलो जगत भलो कोही दुईजना रिप्रेजेन्टेटिभ केही तिमीहरूलाई पनि भन्नु छ भने ल सियार यो कमान यो मौका के दोस्त जाऊ around 1.5 year भयो होला सर कर्नरमा भएको अनि लाइक धेरै कुरा सिक्यो सरसँग अनि त्यसपछि धेरै धेरै धन्यवाद सरले यति हम्बल यति लाइक डाउन टु अर्थ भइदिनु भएकोमा लाइक जहिले पनि एभाइलेबल हुने है त्यसको माथि धेरै धेरै धन्यवाद अनि अर्को चाहिँ मेन थ्याङ्क्स टु रोहिणीले गर्दा यो सब भएको है यो अनि सबै क्रेडिट चाहिँ उसलाई पनि जान्छ अलमोस्ट सबै सबै त्यसपछि लाइक स्पानमा पनि यत्रो लाइक क्लोज भयो सरसँग